नमस्ते साथीहरू। आज म बनाउन गइरहेको छु अचारी मटन। एकदमै मिठो हुन्छ। यो चाहिँ मासु हो। हामीले विभिन्न प्रकारको खसीको मासुहरू बनाएर खाइराखेका हुन्छौँ। विभिन्न कहिले भुटुवा खाइराखेका हुन्छौँ, कहिले झोल बनाएर खाइराखेका हुन्छौँ होइन। तर हजुरहरूले अचारी मटन खानु भएको छ कि छैन? यो मटन चाहिँ असाध्यै मिठो हुन्छ। आज म यही अचारी मटन बनाएर देखाउँदैछु। खसीको मासु अलिकति अचार स्टाइलमा हुन्छ। यो चाहिँ थोरै स्पाइसी हुन्छ अनि अचार जस्तो खालको एकदमै मिठो हुन्छ। यसको लागि चाहिँ पहिला मैले अलिकति प्याज काटेर लिएको छु अनि अलिकति गोलभेडा र अलिकति खुर्सानी पनि लिएको छु। मलाई चाहिँ धेरै मसलाहरू राखेको त्यति मन पर्दैन। थोरै थोरै मसलाहरू, थोरै सबै कुराहरू थोरै ठिक्क भएको एकदमै मिठो लाग्छ। त्यसपछि मैले तेल राखेँ। तेल तातिसकेपछि प्याज अघि काटेर राखेको प्याज राखेर मजासँग भुट्छु। यो चाहिँ अलिकति रातो हुनुपर्छ। प्याज चाहिँ अलिकति रातो हुनुपर्छ। धेरै डढाउन पनि हुँदैन र धेरै व्हाइट पनि हुनु हुँदैन। अलिकति मैले काजु पनि लिएको छु। काजुलाई पनि त्यसमै राखेर भुट्छु। धेरै प्याज डढ्यो भने पनि मिठो हुँदैन। ल हेर्नु होला, यतिको भइसकेको छ। त्यसपछि मैले यसलाई अलिकति रातो हुने गरी भुटिसकेको छु र यो अब ठिक्क हुन लागिसकेको छ। धेरै भुट्यो भने पनि फेरि त्यति मिठो हुँदैन। तपाईहरूले पनि यो भिडियो अन्तिमसम्म हेरेर मन पर्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। मैले खुर्सानी पनि राखेको छु अनि मासु राखेँ। मासु राखेर मजाले चलाउँदैछु। एकछिन यसलाई चाहिँ राम्रोसँग भुट्नु होला। जति भुट्यो त्यति मासु मिठो हुन्छ। किनभने नभुटेको मासुहरू अलि कस्तो कस्तो खालको हुन्छ नि त। मासु पकाउँदाखेरि एकदमै राम्रोसँग भुट्नुपर्छ। मैले पनि तरकारीहरू पकाउँदाखेरि एकदम राम्रोसँग भुट्ने गरेको छु। यसपछि हामी अलिअलि मसलाहरू राख्नतिर लाग्छौँ। साथीहरू, यो भिडियो हेरिसकेपछि हजुरहरू पनि एकचोटि पक्कै ट्राई गर्नुहोला। एकदमै मिठो हुन्छ अनि मलाई कमेन्ट गरेर भन्नुहोला हजुरहरूलाई कस्तो लाग्यो। मैले अलिकति गोलभेडा पनि राखिसकेको छु। धेरै गोलभेडा राखेको पनि मिठो हुन्न। अलिकति बेसार मरमसलाहरू राख्दाखेरि चाहिँ आफ्नो स्वादअनुसार राख्नुहोला। किनभने हजुरहरूको स्वाद र हाम्रो मैले खाने स्वादमा फरक हुनसक्छ नि त। त्यही भएर मरमसला राख्दा चाहिँ आफ्नो स्वादअनुसार राख्नुहोला। त्यसपछि मैले अदुवा लसुनको पेस्ट पनि राखिसकेको छु र बेसार पनि राखिसकेको छु। यसलाई राम्रोसँग चलाएर मजाले भुट्दैछु। एकछिन भुटिसकेपछि यसमा अलिकति मैले नुन राखेँ। नुन राखेर पनि एकचोटि चलाउनु होला। स्वादअनुसार नुन राख्नु होला। हजुरहरूको मासुको मात्रामा पनि फरक पर्छ। हजुरहरूले धेरै मासु लिनुभएको छ भने अलिकति धेरै र कम लिनुभएछ भने कम राख्नु होला। त्यसपछि मजाले भुटेर मैले सिटी 5 सिटी आउने गरी लगाएँ। किनभने खसीको मासु अलिकति पाक्न टाइम लाग्ने हुनाले 5 सिटी आउने गरी सिटी लगाइसकेपछि मैले सिटी खोलेर लिएको छु। हेर्नुहोस् त कति मिठो स्वाद आएको देख्दैमा मिठो जस्तो भइसकेको छ। मिठो देखेको छ। म एकचोटि चम्चाले ट्राई गर्दैछु पाकिसक्यो कि पाकेन भनेर। मेरो मासु लगभग पाकिसकेको छ। हेर्दाखेरि पनि एकदम मिठो देखिसकेको छ। त्यसपछि मैले दही फेटेर राखेको थिएँ। दहीलाई चाहिँ हजुरहरूले लम्स नआउने गरी राम्रोसँग चम्चाले फेट्नु भए पनि हुन्छ। मैले चाहिँ मिक्सर जारमा लिएर एकचोटि ग्राइन्डरमा राखेर ग्राइन्ड गरेको थिएँ। त्यो हुँदा चाहिँ लम्सहरू बस्दैन, मजाले पेस्ट हुन्छ। र मैले पेस्टलाई खसीको मासुमा राखेर मजाले चलाइसकेको छु। र मैले अघि ग्यास बन्द गरेको थिएँ। अहिले ग्यास पनि अन गरेर चलाएर एकचोटि छोपिसकेको छु। एकछिन छोपिसकेपछि मजाले यसलाई चाहिँ फेरि चलाइदिनु होला। यसमा हजुरहरूले टेस्ट गरेर नुन अथवा पिरो खुर्सानी हजुरहरूले कतिको खानुहुन्छ त्यो अनुसारको टेस्ट गरेर नपुगेको छ भने थप्न सक्नुहुन्छ। मैले थोरै गरम मसला राखेर चलाएँ। फेरि एकछिन छोपेको छु र यसपछि हाम्रो अचारी मटन तयार भइसकेको छ। अब मैले यसलाई साइडमा लगाइसकेको छु। हजुरहरूले यसलाई आफ्नो यो अचारी मासुलाई चाहिँ हजुरहरूले रोटीसँग अथवा खानासँग जेसँग मन लाग्छ त्यसैसँग खान सक्नुहुनेछ। मलाई चाहिँ आज रोटीसँग खान मन लागेको भएर मैले रोटीको लागि डो तयार बनाउँदैछु। रोटीको डो तयार बनाउँदा चाहिँ हजुरहरूले थोरै मनतातो पानीमा आँटा मुस्नु भयो भने चाहिँ एकदम सफ्ट नरम अनि मुलायम रोटी बन्छ। मैले यस रोटीलाई
नरम हुने गरी आँटा डो बनाइसकेको छु र डो बनाएर एकछिन 10 मिनट जति म यसलाई चाहिँ राख्छु। 10 मिनट भइसकेको छ। त्यसपछि म अब रोटी बनाउनतिर लाग्दैछु। रोटी बनाउँदाखेरि हजुरहरूले त्यो अनुसारको पनि रोटी बनाएर खान मन छ मलाई, त्यही भएर हजुरहरूले कमेन्ट गर्नुहोला। मैले चाहिँ काम गर्दाखेरि युट्युबमा केही च्यानलहरू लगाएर हेरिरहेको हुन्छु। मलाई एकदमै रमाइलो लाग्छ केही प्रोग्रामहरू हेर्दै सुन्दै अनि काम गर्नको लागि। हजुरहरूलाई कस्तो लाग्छ? मैले रोटी फटाफट बनाइसकेको छु। फुक्क फुलाएर रोटी बनाइसकेको छु र मैले चाहिँ रोटीमा अलिअलि घिउ दलेको मलाई साह्रै मनपर्छ। हजुरहरूलाई पनि मनपर्छ भने र केही हेल्थ इस्युहरू छैन भनेदेखि रोटीमा घिउ दलेर ट्राई गर्नुहोला। एकदमै मिठो हुन्छ र पछि राखेर खानको लागि पनि घिउ दलेको रोटी साह्रै नरम हुने भएको हुनाले मैले चाहिँ घिउ दलेर रोटी बनाउने गरेको छु। हजुरहरूले पनि घिउ दलेर खान सक्नुहुन्छ रोटीमा। र मलाई चाहिँ अचारी मटनसँग चाहिँ रोटी खानको लागि एकदमै मन लागेको भएर मैले चाहिँ रोटी र मटन खाने विचार गरिरहेको छु। हजुरहरूले पनि आफूसँग आफ्नो घरमा अचारी मटन र रोटी खाएर मलाई पनि कमेन्ट गर्नुहोला, कस्तो लाग्यो भन्नुहोला। म हजुरहरूलाई नयाँ रेसिपीहरू लिएर आउँछु। यो भिडियोलाई हेरेर साथ दिनुहोला अनि भिडियो हेरिसकेपछि हजुरहरूलाई इफेक्टिभ लाग्यो भने, मन पर्यो भने पक्कै पनि लाइक, सेयर अनि सब्सक्राइब गर्नुहोला। मैले रोटी बनाएर पनि सकाउन लागिसकेको छु। रोटी बनाइसकेपछि हामी त खाने तयारी गर्दैछौँ। हजुरहरूले पनि यस्तै मिठो अचारी मटन र रोटी बनाएर पक्कै पनि खानुहोला अनि मलाई कमेन्ट गर्नुहोला। हेर्नुहोस् त मैले बनाएको रोटी राम्रोसँग फुलिसकेको छ। मैले चाहिँ रोटी बनाउँदाखेरि सुरुमा अलिकति आगो सानो बनाउँछु, त्यसपछि फेरि ग्यासलाई अलिकति ठुलो बनाएर सेकाउँछु। त्यो गर्दाखेरि चाहिँ रोटी छिटो डढ्ने सम्भावना हुँदैन। समयअनुसारको ग्यासलाई सानो र ठुलो बनाउँदै गर्नुपर्छ र यो रोटीमा पनि मैले घिउ दलेर ठिक्क बनाइसकेको छु। अब हामी खाने तयारी गर्दैछौँ। हेर्नुहोस् त कस्तो मिठो, हेर्दैमा मिठो जस्तो देखिएको छ। मिठो मिठो मटन र रोटी खाएर हेर्नु होला नरम रोटी बनेको छ। ल हामीले चाहिँ अब यसरी रोटी र अचारी मटन खाने